केटा हो मेरो प्रिडिक्सन आजको गेमको फर्स्ट म्याच 11:15 मा चेन्नाईमा न्युजिल्यान्ड भर्सेस अफगानिस्तानको हुँदैछ। मेरो विचारमा न्युजिल्यान्डले ढुक्क जित्छ, तर लिटल बिट चान्स अफगानिस्तानको पनि छ किनकि तिनीहरूसँग वर्ल्ड क्लास स्पिनर छन्। अनि सेकेन्ड म्याच हामी नेपाली फ्यानहरूले सबैले खोजेको सबैले कुरेको म्याच इङ्ल्यान्ड भर्सेस नेपालको म्याच वाङखेडे स्टेडियममा हुँदैछ। नेपालले भोलि इङ्ल्यान्डलाई धोबी हान्छ केटा हो। अनि तेस्रो म्याच 7:30 मा कोलम्बोमा श्रीलङ्का भर्सेस आइल्यान्डको छ। यसमा चाहिँ आफ्नै श्रीलङ्काको होम ग्राउन्डमै हुने भएकोले हाई चान्स श्रीलङ्काको छ, त्यही भएर यो म्याच श्रीलङ्काले जित्छ। भोलिको विनर न्युजिल्यान्ड, नेपाल अनि कोलम्बोमा श्रीलङ्का। तिमीहरूको के छ कमेन्ट गरौ, फलो गरौ। जय नेपाल।